हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज चाहिँ म एमबीएस को फर्म भर्न तपाईहरुलाई सिकाउँदै छु। एमबीएस भनेको मास्टर्स इन बिजनेस स्टडिज, सुरुमा सीमेट एमबीएस 2026 भनेर लेख्नुहोस् अनि त्यसमा माथि टपमा आउँछ। यो चाहिँ तपाईको आज 12 बजेसम्म भर्न मिल्छ है त। अनि यहाँनेर अब तपाईको सुरुमा आयो फ्याकल्टी अफ म्यानेजमेन्ट। तपाईले सुरुमा फोटो चुज गर्नु पर्यो। यहाँ तपाईले फोटो चुज गर्नु पर्यो यसरी डेस्कटप। यहाँ फोटो चुज गर्नु पर्यो यसरी है। यहाँ फोटो चुज गर्नुस् अनि त्यसैगरी यहाँ लेख्नुस् तपाईले एमबीएस प्रोग्रामको लागि कलेज तपाईले कहाँ गर्नुहुने हो। म चाहिँ महेन्द्र दाङमा गर्ने, महेन्द्र मल्टिपल क्याम्पस दाङमा गरे। अनि मेरो कोटा चाहिँ म ब्राह्मण भएकोले ओपन गर्छु म। अनि ब्याचलरको चाहिँ रेजिस्ट्रेसन नम्बर मेरो यति हो। चाहिँ पोखरा युनिभर्सिटी। अनि मेरो नाम चाहिँ अब आयुष पौडेल हो। यो मेरो देवनागरिकमा आयो। तपाईले देवनागरिकमा डायल गर्नको लागि चाहिँ यदि आएन भने चाहिँ तपाईहरुले यतातिर क्लिक गरेर तपाईले लेख्नु पर्ने हुन्छ। के मोबाइलबाट छ भने सजिलो भयो। म चाहिँ मोबाइलदेखि पठाइदिएको छु। अनि त्यसो यो मेरो जीमेल एड्रेस हो। जीमेल एड्रेस हान्ने, यहाँ फोन नम्बर दाब्ने, यहाँ मेल गर्ने। अब यहाँनेर आउँछ तपाईको एड्रेस इन्फर्मेसन आउँछ। तपाईले एड्रेस इन्फर्मेसन लुम्बिनी गर्ने। डिस्ट्रिक्ट तपाईको कहाँ हो, मेरो दाङ हो। अनि एड्रेस चाहिँ मेरो तुलसीपुर हो। तुलसीपुर 18 यसरी मैले दाबे। यसरी हामीले दाब्न सक्छौँ तुलसीपुर 18। एसएलसी चाहिँ म कति 2016 मा पास भएको। एसएलसी चाहिँ मेरो बेलामा एसएलसी नै थियो। अनि त्यसो मेरो त्यति बेला 75.75% आएको थियो। एसएलसी सिम नम्बर मेरो यही हो। प्लस 2 चाहिँ मेरो 2072 सालमा 2022 एडीमा गरे। बीएसमा छ भने तपाईको सर्टिफिकेटमा बीएसमा गर्नु पर्यो है। अनि एडीमा चाहिँ एडी लेखेर गर्नु पर्यो। अनि यहाँ 2022 एडी लेखे पनि हुन्छ, नलेखे पनि हुन्छ। अनि म चाहिँ पोखरा युनिभर्सिटी यसरी मैले अरु अनि त्यो एचएससीबी हो है। यसरी चाहिँ मैले अब यहाँनेर आफ्नो पर्सेन्टेज सिम्बल नम्बरहरु है। अनि यहाँ सिम्बल नम्बर डायल गर्ने। अनि यहाँ तपाईको चाहिँ यहाँ ब्याचलरको क्यारेक्टर सर्टिफिकेट अपलोड गर्न। पीडीएफ फाइलमा भए नि हुन्छ, जेपीजी फाइल हुन्छ। यहाँ तपाईको के ब्याचलरको ट्रान्सक्रिप्ट तपाईकोसँग ब्याचलरको ट्रान्सक्रिप्ट छैन भनेपछि चाहिँ के गर्नुपर्छ भन्दाखेरि तपाईसँग जुन मार्कसिट छ नि, तपाई पास हुनुभएको छ भनेपछि तपाईसँग जुन मार्कसिट छ त्यही मार्कसिट अपलोड गर्दा हुन्छ। अब यहाँ ब्याचलरको सिम्बल नम्बर हुन्छ। हाम्रो पोखरा युनिभर्सिटीमा चाहिँ थ्रु आउट द 4 वर्षसम्म चाहिँ सिम्बल नम्बर एउटै हुन्छ। तपाईहरुको चाहिँ जस्तै टीयूमा चाहिँ के हुन्छ भने प्रत्येक साल सिम्बल नम्बर चेन्ज हुन्छ। त्यही भएर तपाईको लास्ट सिम्बल नम्बर जुन छ, लास्ट एक्जाम 4th इयरको मा चाहिँ जुन छ सिम्बल नम्बर त्यही राख्नुला। अनि पीसीआर मा पनि तपाईले 12 को सिम्बल नम्बर राख्नु, 11 को राख्नु पर्दैन है त। यसरी राख्नु होला। अनि मार्कसिट तपाईको 12 को मार्कसिट सर्टिफिकेट राख्नु होला 12 को है। 12 को मार्कसिट। अनि त्यसो कनेक्ट आईपीएस गर्नुला। अनि सेभ एन्ड पे गर्नुला है। अनि सेभ एन्ड पे गर्नुला। यदि तपाईले यहाँ सेभ गर्नुभयो तर पे गर्नु भएन, सेभ एन्ड पे तपाईले सेभ गर्नुभयो अनि त्यसै पे गरेपछि के हुन्छ तपाईको यहाँनेर जस्तै मानिलियौ म इन्फर्मेसन एन्ड मिस हान्छु है त। तपाईले यहाँनेर सेभ गर्नुभयो मानौ तपाईले यहाँनेर सेभ एन्ड पे गर्नुभयो मानौ है। तपाईले यहाँ सेभ एन्ड पे गर्नुभयो भने चाहिँ हेरौँ है। यहाँनेर तपाईले सेभ एन्ड पे गर्नुहुन्छ तपाईलाई यहाँ क्यूआर कोड देखाउँछ एउटा। अनि एउटा क्यूआर कोड देखाउँछ। त्यो क्यूआर कोड चाहिँ तपाईको मोबाइल ब्याङ्किङबाट स्क्यान गर्नुभयो भने चाहिँ के हुन्छ तपाईको अटोमेटिक उ गर्छ। तपाईले यहाँ सेभ एन्ड पे गर्नुभयो तर तपाईले चाहिँ पैसा पे गर्नु भएन चाहिँ के गर्ने, यहाँ सिमेट एप्लिकेसनमा जाने। अनि सिमेट एप्लिकेसन त्यसमा गएपछि यहाँ मैले पे गरेको छु यहाँनेर दाब्ने अनि भ्यू गर्ने है। अनि त्यसो तपाईको पैसा तिरेपछि यस लेख्छ, नतिरेपछि नो लेखा हुन्छ। अनि फेरि यहाँनेर पनि एडिट गरेर तपाई यहाँ दाब्ने हुन्छ पे गर भनेर। अनि पे भनेर दाबिसकेपछि फेरि क्यूआर कोड आउँछ। अनि त्यो क्यूआर कोडमा चाहिँ तपाईले स्क्यान गर्ने हो। मैले चाहिँ अलरेडी फर्म भरिसकेको थिएँ। अनि त्यसै त्यहाँनेर तपाईको कोड आउँछ, सर्टेन कोड। जस्तो मेरो लागि MMD-0164 भन्ने कोड आएको थियो। तपाईहरुको लागि चाहिँ त्यो हुन्छ MMD भनेको महेन्द्र मल्टिपल क्याम्पस दाङमा छ, त्यही भएर मेरो MMD हो। अनि 0164 चाहिँ मेरो सिम्बल नम्बर हो। त्यसै चाहिँ मैले फर्म भरे। हस् साथीहरु, थ्यांक यू। आज 12 बजेसम्म भर्न मिल्छ है त। तपाईको ओन्ली 1500 मात्रै लाग्छ 12 बजेसम्म। हस्, थ्यांक यू।
लाइक सब्सक्राइब सपोर्ट गरिदिनु च्यानललाई।